हेलो गाइज वेलकम ब्याक टु माई युट्युब च्यानल होइन गाइज आज चाहिँ नेपालमा अहिले धेरै भारी वर्षा भइरहेछ नि त होइन यसमा मैले पनि त्यही सोचिरहेको थिएँ कि भने आफ्नो खेतमा गएर हेर्नु पर्यो नि त के छ यसो धानसान हेर्नु पर्ला नि त यो चाहिँ मेरो खेत होइन म जाँदै थिएँ तर बाटोमै यस्तो छ अब लास्ट गाह्रो छ यसो कसरी जानु होइन चप्ली खोलेर जानुपर्छ जस्तो छ होइन चप्ली नखोले त हुँदैन होइन उपर धेरै लास्ट ल्याङ लाग्छ मम्मीले नि मलाई एक्लै पठाइदिरहेको छ मम्मी चाहिँ आफै सुतिरहेछ घरमा होइन यस्तो मौसममा होइन मलाई त्यस्तो बिजोग पारिदिरहेछ होइन तर म के गर्नु होइन घरको जेठो छोरा गरी अब त्यो त गर्नु पर्ला नि त होइन हरियाली चाहिँ ओभर चाहिँ मौसम अझै खराब छ भोलिसम्म अझै पानी पर्ने सम्भावना छ अब के हुन्छ सर्पले टोकाउन सक्यो जिन्दगी एकै दिन काठमाडौँ जाने भनेर आज रेडी भएको थियो तर पानीको कारणले सक्यो जिन्दगी यस्तै हो अब के भन्छ मलाई त डर लाग्यो सर्पहरू निस्क्यो भने त गाँड गुस्कन्द खाने र कस्तो हो यो मन दिँदैन यार भग पनि मन दिँदैन यार यस्तो बिजोग भइरहेछ यहाँ खाल्टो खाल्टो छ यार अझै मेरो खेत अझै भित्र छिर्नुपर्छ लास्ट ल्याङ लाग्छ त्यसकै कारणले मलाई ला बिजोग रहेछ यार यो चाहिँ मेरो नि यो पल्लो चाहिँ हो मेरो छिमेकी पऱ्यो नि त होइन यसो सेम्पेथी राखिदिइराखौँ त खेत गएछ भन्दै उसको धान पुरै यो वर्षको आधी जति त गएछ मेरो वेलकम ब्याक टु माई यो चाहिँ मेरो खेत हो होइन अहिलेसम्म चाहिँ ठिकै छ भनौँ यो यता साइड चाहिँ ठिकै रहेछ यो बिचमा चाहिँ अलिकति गडबड भएछ त्यस्तो खास चाहिँ प्रब्लम पर्दैन हामी 5 जना त छौँ त्यो पुगिहाल्छ नि यत्रो त होइन हाम्रो जमिन नै छैन गाइज ये मेरे साथ बहुत बुरा हुआ गाइज यसरी चाहिँ म लडेँ होइन गाइज म के गर्न सक्छु होइन हो यस्तै हो गाइज म के गर्न सक्छु होइन अब यस्तै हो लास्ट गाह्रो हुँदो रहेछ गाइज यस्तो कस्तो चिप्लेयर म त्यही त्यसकै डरमा थिएँ नचिप्लिनु तर चिप्लेँ म के गर्नु यहाँदेखि भ्यू हेर्न सक्नुहुन्छ ओइ जमिन नै भित्र जाँदै थियो कुनै हुन्छ त फिल्महरूमा भित्रभित्र तान्छ त्यो के भन्छ त्यसलाई थाहा हुँदैन तर त्यो चाहिँ डेजर्टहरू भन्छ होला होइन त्यस्तो बनाउनु तर माटो यहाँ भित्रभित्र खस्दै थियो क्या भने 50 केजी मात्रै छु होइन मेरो वेटले त चिटी पनि नमर्ला मेरो दुईवटा खेत छ क्या एउटा यो भयो यतापट्टि साइडमा छ यता साइडको पनि यस्तो छ अहिले भनेपछि त्यस्तो खासै प्रब्लम भएको छैन मेरो खेतमा त्यस्तो खासै नथिङ भनेपछि हाम्रो ठिक रहेछ यताको प्रायः जस्तो ठिक छ एकजनाको मात्रै उता गएछ यहाँ चाहिँ चोरहरूले काटेर लगेको यहाँ पनि चोरहरू कमी हुँदैन क्या यहाँ खास गरी मध्य प्रदेशमा चोर भन्ने त चोर गाली पनि के कुन चाहिँ रामेको नाति श्यामेको नातिले चोरेर लगेको फिक्स कुन चाहिँ हो थाहा भएन होइन र ठिकै रहेछ मेरो बिचमा कालो के हो मम्मी जस्तै भन्दैन जस्तै कालो के त्यो बिगारे गरे धानलाई आलु एउटा कुहियो भने अरूलाई पनि कुहाउँछ नि त हो त्यस्तै त्यो कालोले अर्कोलाई पनि त्यस्तै कालो बनाउँदै जान्छ अरे म जस्तो हो यस्तै परबाट कालो छ त यस्तोमा कालो हुन्छ क्या हो त्यो कालो त्यो मभन्दा नि कालो छ छ्या थु मभन्दा कालो छ त्यो मभन्दा कालो साँच्ची भने मभन्दा कालो छ थु काले के भन्नु मलाई सबले काले भन्थ्यो क्या मेरो स्कुलमा होइन मेरो केटाहरूले त भन्दैन थियो पहिला दाइहरूले भन्थ्यो काले दाइ भन्थ्यो
अब त्यति साह्रो त्यति भन्दैन अलिक काठमाडौँ गएर अलिअलि गोरो भएको छु कि होइन अब गोरो पनि अब के भन्नु गोरो भएको छैन अझै मेरो काठमाडौँको साथीहरूले चाहिँ अब काले भन्नु थालेछ क्या त्यहाँ म इटली बस्थेँ होस्टेलमा त्यतिखेर तिनीहरूले भन्दै मेरो केटाहरूले पछि तिनीहरूले छोडो अब यिनीहरू नयाँ नयाँ बनेछ तिनीहरूले अब मलाई कालो कालै भन् साला यो दुःख काय खत्म नहीं होता अब यो त नराम्रो हो नि त होइन मेरो लागि अब कालो हुनु पनि अब होइन त्यस्तो साह्रो नराम्रो हो होइन भगवान्ले बनाइदियो यस्तो कालो त के गर्नु होइन के भन्नु यार अब कालो छु होइन गर्लफ्रेन्ड पनि छैन होला भनेर सोच्दैछ होला तर होइन भाइ गर्लफ्रेन्ड छ नि फेरि भाइ त्यस्तो नसोच्ने भाइ कालेहरू थाहा छ नि गर्लफ्रेन्ड हुन्छ चार पाँचवटा भाइ मेरो पनि पाँचवटा थियो नि भाइ थियो भाइ अहिले पनि छ नि भाइ फेरि कालेहरू लास्ट झनी हुन्छ नि भाइ फेरि मनदेखि हुन्छ नि त्यही भएर तिनीहरू बरु ह्यान्डसम केटाहरू सिङ्गल हुन्छ किन सब कालेले उडाइदिएको हुन्छ थाहा हुँदैन भाइ ब्रो कालो हुनु नि फाइदा छ भाइ लास्ट केटीहरू पनि लास्ट केटीहरूले पनि केटाहरूलाई मन त्यस्तै केटाहरूलाई मनपर्छ थाहा छैन गर्ल्स अलवेज चुज रङ पर्सन त्यो चाहिँ कालेहरूलाई भनेको नि फेरि हिजो अघि भर्खर रिल्समा हेरेको थियो त्यो चाहिँ यति इतना चुप गया ना मेरे को तो थियो क्या अहिलेको रियालिटी त्यही छ क्या रिलेसनसिपहरूमा चाहिँ जसले धेरै माया गर्छ त्यसले धोका पाउँछ लास्टमा जुन चाहिँले प्ले गरिरहेको हुन्छ त्यसलाई चाहिँ पुरै मरिहद्दी माया गरिरहेको हुन्छ मैले धेरै जस्तोमा हेरेको छैन केटीहरू त्यस्तै गर्छ जसले धेरै माया गर्छ त्यसलाई धोका दिन्छ होइन अब जसले चाहिँ छोरमाया जसले चाहिँ साइड चिक्स पनि राखिरहेको हुन्छ साइड चिक्स भन्छ होइन राखेको हुन्छ त्यसको लागि चाहिँ मरिहद्दी गरिरहेको हुन्छ यो काम छैन यस्तो रिलेसनहरूको होइन म चाहिँ भन्छु अब कहाँ फेरि रिस उठ्न थाल्यो फेरि त्यस्तै हो अहिलेको रोडको हाल अब हाम्रो यतातिर जाउँ त्यतातिर नजाउँ यस्तो छ बिचरा यिनीहरूको चाहिँ के भएको होला धानमा यस्तो छ होइन हाम्रो झन् अलिक भित्र पर अलिक राम्रो छ कस्तो राम्रो भ्यू देखिरहेको यार माथि पछाडि पाहाड देखिरहेको छ क्या मेरो केटाहरूले पत्तो दिँदा क्या यिनीहरूको साथीहरूले कि तराईमा नि पाहाड छ भनेर पाहाड कस्तो बोल मलाई पाखे भन्थ्यो क्या तिनीहरूले झुक्काइस भन्थ्यो क्या अब तिनीहरूलाई के थाहा होइन त्यहाँ गएको पनि छु म त्यहाँ अब तिनीहरूलाई त्यो भन्यो भने झन् त्यो बिल्ला थाहा छैन त्यही भएर तिनीहरूले त्यो भन्छु म गएको छैन तर जानु चाहिँ गएको छु मधेस प्रदेश बाटो यस्तो छ खोइ केपी ओली कहाँ गइस् अब त केपी ओली त कहाँ छैन नि होइन सुशीला कार्की ल्याएछ सुशीला कार्कीलाई अब के भन्नु बुढी आएछ आफै 50 कति अरे 74 इयर्सको पुगेको छ अरे अब के भन्नु त्यसलाई होइन यो चाहिँ मेरो हिरो हो हिरो पल्सर चाहिँ मेरो ड्याड्सको होइन अब बाइक पाएपछि त कहाँ जहाँ होइन खेतचेत त के जहाँ पनि पुगिन्छ बाइकको लोभले आएको होइन यसो बाइक चलाउनु पर्छ भनेर बाउले त्यति काम मिल्नु त दिँदैन अनि त्यही भएर यसो अब जाने भनेको तर ओभर बाटो खराब छ अगाडि हेर्नु कस्तो हुँदो रहेछ अरू चाहिँ ठिकै छैन बाइकमा होइन बाइक हाँक्दै अब म भिडियो बनाउन सक्छु र म ट्राई गर्न आँटेछु बाटो ओभर खराब छ तर सकिँदैन एउटा हातले के एउटा हातले यसरी भन्दा एउटा हातले क्लच अनि कहाँ दिप गर्नु खुट्टा पो 3वटा छ त होइन हामी चाहिँ यसरी ट्राई गर्न आँटेछौँ अब के हुन्छ ट्राई गर्दा हुन्छ कि हुँदैन हेरौँ है मलाई लाग्दैन कि हुन्छ जस्तो अब जे गरे नि हुँदैन
हुँदैछ है ट्राई गर ओए 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 तेरिका। स्याड न्युज यार गाइज, फोन झऱ्यो मजाले। अब के अहिलेसम्म त के भएको छैन, अब एकछिनमा के हुन्छ। एउटा भ्लग बनाएको चक्करमा गयो, हैरान पर्छ। अब यो बिग्रियो भने बाउले त्यो पनि किनिदिँदैन। अब लास्ट गाह्रो छ बाटो। यस्तो रहेछ हेर नि त, के गर्नु। झन् झरेर केही क्र्याक स्र्याक चाहिँ भएको छैन, पानीमा झऱ्यो तर हेरौँ वाटर प्रुफ छैन। अब के गर्नु होइन, यस्तै त। अब के गर्नु गाइज, यति नै होइन। नेक्स्ट ब्लगको लागि वेटिङमा बस्नु गाइज, एन्ड सपोर्ट मी।